यदि हजुरहरूले आफ्नो बच्चालाई मोरिङ्गा, ड्रमस्टिक, शीतल चिनी, सोइजन यो छिप्पेको वाला के यसको सुप बनाएर खुवाइरहनु भएको छ भने उसको हाइट, वेट र ब्रेनको कम्प्लिट डेभलपमेन्ट भइरहेको हुन्छ र यसको साथै उसको इम्युनिटी पावर बढ्नलाई पनि हेल्प भइरहेको हुन्छ, जसबाट बच्चा बारम्बार बिरामी हुँदैनन्, उसको टिथ बोनहरू पनि स्ट्रङ भइरहेको हुन्छ। अनि त्यसपछि यसले चाहिँ कतिपय बच्चाहरूलाई रातिमा खुट्टा दुख्ने प्रब्लम हुन्छ नि, त्यसमा त्यो पनि कम गर्नलाई हेल्प गर्छ, किनभने मोरिङ्गालाई, शीतल चिनीलाई सुपर फुडको रूपमा लिइन्छ। यसमा दुधभन्दा 17 गुणा बढी क्याल्सियम, पालकभन्दा 25 गुणा बढी आइरन, अन्डाभन्दा 30 गुणा बढी म्याग्नेसियम, केराभन्दा 15 गुणा बढी पोटासियम र सुन्तलाभन्दा 7 गुणा बढी भिटामिन सी हुन्छ। त्यसैले मैले त बनाएर खुवाएँ, अब हजुरहरू पनि ट्राई गर्नुहोस्।